हेलो सबैजनालाई मेरो नमस्कार छ। आज म फेरि हजुरहरूसँग उपस्थित भएकी छु छुट्टै खालको एउटा चुकाउने रेसिपी लिएर। म आफ्नै तरिकामा आज बनाउन जाँदैछु। मेरो भिडियो हजुरहरूले लास्टसम्म हेरिदिनु पर्ने हुन्छ। त्यसको लागि मैले एउटा कुकरमा आज ठुलो ठुलो आलु लिएकी छु। त्यसलाई पानी हालेर यो आलु ठुलो भएको हुनाले मलाई 2 सिटी लगाउनु पर्ने हुन्छ। आज फेरि बिहानै छोरीले मलाई चुकौनी खान मन लागेको छ, मम्मी चुकौनी बनाउनु पर्यो भनेपछि मैले यति त छोरीको लागि त गर्नु नै पर्यो होइन र साथीहरू। मैले आज आलु पसालिदिएको छु। 1 सिटी पनि आलुले लगाइसक्यो। फेरि म यता फेरि अर्को ग्यासमा एउटा फ्राई प्यान लिएर तताउँदैछु। यता फेरि त्यसको लागि मैले फेरि सिलाम अनि अलिकति जिरा, अलिकति रातो खुर्सानी भुट्ने हो। अनि तबसम्म मेरो अर्को सिटी पनि कुकरले लाग्यो। यसलाई मैले बन्द पनि गरिदिइसकेँ। जबसम्म मेरो फ्राई प्यान पनि तातो भइसक्यो, यसमा फेरि मैले यो सिलामलाई राखिदिएँ। अब यसलाई मजाले चलाउनु पर्छ, यसलाई छोप्नु पर्दैन किनकि यो सिलाम हो। यो पटपट आवाज मात्रै आउँछ, यो बाहिर जाँदैन। यही ठाउँमा त्यो उस हुन्थ्यो भने तिलो हुन्थ्यो भने त्यो पुरा बाहिर जान्थ्यो। मेरो यत्तिको भइसक्यो। यत्तिको भएपछि हुन्छ, यो सिलाम हो त्यही भएर। अनि यही तातो फ्राई प्यानमा फेरि मैले जिरा र खुर्सानी एकैसाथ भुट्दैछु। यो चाहिँ चुकौनीमा मलाई फेरि राखेको अति नै मनपर्छ। हजुरहरूलाई मन पर्दैन भने यो नराख्दा पनि केही फरक पर्दैन। मैले चाहिँ यसलाई गोल्डन कलर आउँदासम्म भुटेको छु। जिरालाई यत्तिको भयो अनि सक्नुहुन्छ हजुरहरूले। यत्तिको भइसकेपछि मैले यसलाई प्लेटमा खनाइसकेँ। अब म यसलाई सेलाउन राखिदिन्छु। यो तातो छ तबसम्म मैले यहाँ मसिनो गरेर धनियाँ पत्ता कटिङ गर्न जाँदैछु। उता मैले 2टा सुकेको खुर्सानी राखेको हुनाले मैले यता फेरि 2टा नै हरियो खुर्सानी पनि कटिङ गर्न जाँदैछु सानो सानो पिसमा। मैले धेरै पिरो चाहिँ बनाउँदिनँ किन बच्चाहरूले खाने हो, त्यही भएर मैले कम युज गरेकी छु। र यसै गरी मैले फेरि एउटा ठुलो प्याज लिएँ किन चुकौनीमा प्याज पनि राम्रो हुन्छ, काँचो प्याज भनेर। मेरो बच्चाहरूलाई नि अति नै मनपर्छ काँचो प्याज माथिबाट राखेको चुकौनीमा। त्यही भएर यस ठुलो प्याजलाई मैले सानो सानो टुक्रा गरी कटिङ गर्न जाँदैछु। मलाई राम्रोसँग कटिङ गर्न त आउँदैन है, म कुनै सेफ त होइन, सिर्फ हाउसवाइफ हो। फेरि पनि काम चला सरकार भइरहेको छ मलाई। छोराछोरीको फरमाइस के हुन्छ त्यो त हामीले पुरा गर्नु नै पर्ने हुन्छ है साथीहरू। यसरी मैले मसिनो गरेर एउटा प्याज काटेर पनि सकिसकेँ। अब मेरो तबसम्म आलु पनि रेडी भइसकेको थियो अनि ठिक्क मजाको भइसकेको थियो मेरो आलु। यसलाई चाहिँ एउटा प्लेटमा मैले खनाइदिएँ। अब यो तातो तातो आलु मैले फोक्दैछु किनकि मलाई हतार पनि थियो मेरा छोरीहरूलाई स्कुल पठाउनको लागि। त्यही भएर तातो तातो आलु मैले फोकिरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ मलाई हातमा पोलेको पनि थियो। मैले आलु सबै फोकेर पनि सकाइसकेँ। अब यो आलुलाई मैले सानो गरेर सानो पिसमा काट्न जाँदैछु। मैले चाहिँ ठुलो पिस गरेको छैन किनकि सानो सानो पिसमा चाहिँ मसलाहरू पनि राम्रोसँग मिक्स हुन्छ। हजुरहरूलाई ठुलो पिस मनपर्छ भने ठुलो पिस पनि गराउन सक्नुहुन्छ, त्यसमा केही फरक पर्दैन। मैले चाहिँ सानो सानो पिस चाहिँ गर्छु किनकि बच्चाहरूलाई पनि सजिलो हुन्छ खानाको लागि। अनि देख्न सक्नुहुन्छ मेरो आलु कटिङ गरेर पनि मैले सकिसकेँ। अब यसमा चाहिँ मैले यो मिक्सचरमा पिस्न जाँदैछु। यो मेरो चिसो भइसकेको थियो। मेरो मसला पनि रेडी भइसक्यो सिलाम। अब यसलाई मैले अर्को फेरि मेरो जिरा पनि मैले पिसिसकेँ। अब यसलाई दुवैलाई एकै ठाउँमा मिक्स गरिदिएँ किन अहिले मैले चुकौनीमा मिक्स त गर्नु नै छ, त्यही भएर। अनि एउटा फ्राई प्यानमा फेरि मैले तरीको तेल नै युज गरेकी छु किनकि अचारहरूमा जहिले पनि तरीको तेल एकदम
राम्रो हुन्छ, टेस्टी हुन्छ। अनि अब यो तेल गरम हुँदासम्म फेरि मैले यता मेथी पड्काउन गएँ। मेथी यत्तिको कालो भयो अनि मैले अघि कटिङ गरेर राखेको हरियो खुर्सानी पनि त्यसमा हल्का फ्राई गर्न जाँदैछु। यत्तिको भयो, देख्न सक्नुहुन्छ यो कटिङ गरेको खुर्सानी, हरियो खुर्सानी। अब यसमा चाहिँ मैले 1 फुल चमच बेसार राख्छु, किनकि दही सेतो हुन्छ नि त, अनि त्यो सेतोमा फेरि बेसारको कलर आउँदैन, त्यही भएर मैले अलि धेरै नै बेसार युज गरेकी छु साथीहरू। अनि नुन पनि मैले धेरै राखेँ, किनकि दहीमा खट्टापन बढी हुन्छ, नुनको मात्रा चाहिँ बढी नै चाहिन्छ। यो मैले घरमा जमाएको दही हो, एकदम गाढा राम्रो छ। मैले फेरि यो चुकाउनेमा पानी राख्दिनँ, मैले गाढा चुकाउने नै मलाई मनपर्छ। यसमा मैले सबै चिज प्याज, मसला, दही, धनियाँ पत्ता सबै मैले त्यसमा राखिदिएँ। अब मैले चम्चाको सहाराले यसलाई मजाले मिक्स गर्न जाँदैछु। यसलाई मजाले मिक्स गर्नुपर्छ। 1, 2टा 3, 4वटा आलु केही फरक पर्दैन खोडिए पनि, किन हाम्रो चुकाउने बाक्लो टेस्टी बन्छ। यसलाई माथिबाट फेरि मैले राम्रो फ्लेभर आउनको लागि धनियाँ पत्ता राखिदिएकी छु। मेरो चुकाउने यस्तो भयो, म यसरी बनाएँ। हजुरहरूले कसरी बनाउनुहुन्छ भन्नुहोला साथीहरू। फेरि मेरो छोरीलाई अलिकति चुकाउनु त टेस्टी गर्नै पर्यो। कतिखेर कुरेर बसेकी थिइन् उनी, हेर्नु उनले टेस्ट गर्दैछन् मेरो चुकाउने कस्तो भएछ, हेर्न सक्नुहुन्छ। मेरो छोरीलाई अति नै मन पर्यो चुकाउने। हजुरहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला। बाई मेरा साथीहरू।